हामीहरू चाहिँ उ जान लागेका छौँ होइन आज हाम्रो भरमर छ रेउको छ होइन त्यस कारणले गर्दा रेउको जान लागेको अनि हामी हाम्रा साथीहरू अगाडि हिँड्दैछन् अनि हाम्रो यहाँ पनि छन् होइन हामी दुईटी चाहिँ एकदम सेम भएर जान लागेको छौँ है एकदम सेम अनि आजको हजुरहरूलाई सबै पलहरू देखाउने छु भन्ने मेरो आशा छ है कस्तो बन्ने छ एकदम चिसो हावा लागिरहेको छ हिजो बेलुकादेखि आज हावा लागिरहेको क्या अनि त्यस कारणले गर्दा अनि कपडा भएन भन्दैछ अब यो बाटोमा हिँड्ने हेर्नु न हावा कस्तो लाग्यो यदि राम्रो मान्छेलाई नराम्रो गराइदिएला हेर मास्क पनि ल्याएको छु सबै अनि नै भने होइन मैले ल्याएको त्यसै न म त यहाँ राम्रीबाट भुतिने जस्तो देखिँदै अनि हजुरहरूलाई सबै पलहरू देखाउने छु भन्ने आशा छ अब कस्तो हुन्छ के हुन्छ केही थाहा छैन होइन त्यसको लागि ल त अब हाम्रो बाटो हिँडिरहेछौँ अहिले अब के गफ गर्नु अब बिस्तारै पछि कुरा गर्दै गरौँ ल है त गाईहरू चाहिँ होइन कति बजी बिहान उठेको भनेपछि 5:45 उठ्यो होला म है अनि त्यहाँबाट आएर केटीहरूको बानी फेरि जहिले पनि ढिलै गर्ने क्या भनेको जहिले त्यस कारणले गर्दा हेर्नुहोस् यहाँ कस्ता राम्रा भएर हिँड्न लाग्छन् सबैजना है यो त हेर त तिमीहरूको थाप्रो पनि यस्ता राम्रा भएछन् है म पनि ठिकै भएको छु त्यसै हामीले त छैन अब त्यस्तै त हो त है हामी चाहिँ गाडीमा आइसकेका छौँ हाम्रो बस चाहिँ है फुजिसान जाँदैछौँ हामी चाहिँ आज फाइनल्ली होइन अनि बिस्तारै बोलेको के यहाँ धेरै मान्छेहरू छन् पछाडि चिउको जिनदेखि लगेर नेपाल जिन मेम्बार जिन श्रीलङ्कन जिन अनि इरोना नकुनिनो इमासको अब फेरि जापानिज नबोलौँ होइन फेरि गाह्रो हुन्छ होइन त्यस कारणले गर्दा यहाँ यति धेरै मान्छेहरू हुन्छन् फेरि गाह्रो पर्छ त्यस कारणले गर्दा अब हाम्रो चाहिँ अब 9 बजी जान्छ 8:45मा हिँडेको 8:45मा हामी यहाँ बसेको है त्यस कारणले आज चाहिँ हाम्रो लेट्स गो 早めに声かけてください。では出発になります。Banco doing belakang bisa mengalami pada bukan silver layu ini silver down ini ada lagi tak boleh cuti amna हामी गयौँ बाइ बाइ हेर्नुहोस् हाम्रो म चाहिँ थर्डमा सिटमा बसिरहेको छु म रोजेको भएर बस्नु हेर्नुहोस् गाइस हामी चाहिँ हाम्रो बाटो लम्किन लागेको छ हाम्रो बस चाहिँ हेर्नुहोस् आय हाय एकदम मसिरै हुनेछ भन्ने आशा छ हामीलाई एकदम रमाइलो हुने आशा छ हाम्रो गाडी हिँडिसकेको छ हेर्नुहोस् हामी चाहिँ हिँडिसकेको छौँ अब कति 1 घन्टा 2 घन्टा जति लाग्छ होला गाडीमा हामीलाई थाहा छैन त्यति चाहिँ अनि त्यसपछि आएर अब हाम्रो चाहिँ अगाडि पनि बसहरू धेरै छ यति धेरै बसहरू छ हामी 1000भन्दा बढी चाहिँ विद्यार्थी छौँ त्योभन्दा नि बढी नै होला मलाई ठ्याक्कै थाहा भएन है अनि हेर्नुहोस् हाम्रो अगाडि एउटा अर्को बस पनि छ त हिँड्दै गइरहेको छ ए कता हिँड्यो त गाइस हामी चाहिँ पारि त्यो डाँडामा जाने हो त्यहाँ जाने हो है हामी चाहिँ अहिले अनि चिसाई फुजिसान मिएमा मिएहरू अब हामी चाहिँ त्यहाँतिर जाने हो त्यसपछि आएर हामी चाहिँ सबैजना जाने एकदम रमाइलो हुनेछ भन्ने आशा बसेको छु त्यसैले
अहिले त देखेन अहिले देखिरहेको थियो हो देख्यो बारी पनि यस्तै बाटो थियो होइन जापानमा आर्चियोजी छ भर्खरै चाहिँ अनि हेर्नुहोस् यस्तो बाटो छ अनि हाम्रो नेपालमा पनि यस्तै बाटो भइदिएको भए है यो जुन उवाला आँखीसीमा एकदम राम्रो हुन्थ्यो अस्तिको यो देखेको मैले कहाँ हामी त पहाडतिर जान लागेका छौँ ठाउँ पनि पहाडै थियो पहाडै जान लाग्यौँ त्यसपछि आएर एकदम गरेर अब उ गर्न खोजे नि त माथि काठमाडौँमा अहिलेसम्म 1 वर्षभन्दा 2 वर्ष हो कि कति वर्ष भइसक्यो नि त त्यो गर्न लागेको अहिलेसम्म भएको छैन क्या अनि अब यस्तो भित्र यहाँबाट लग्यो भन्नाले पहाडमा भित्रभित्र गइरहेको छौँ कता गएको छौँ केही थाहै हुँदैन नि त अनि धेरै विकसित यो त धेरै विकसित चाहिँ होइन तर एकदम तर भयो अनि चाहिँ ठ्याक्कै अब अन्डरग्राउन्ड चाहिँ 2-3 मिनटको उमा चाहिँ अन्डरग्राउन्ड सकेको थियो भोल त त्यही 7-8 किलोमिटर जति होइन 5 किलोमिटर जति हुँदो सायद त्यति थियो एकदम होइन अब त हामी त हाम्रो घरतिर जाने जस्तै बाटो आइसक्यो तर के गर्नु पिच रोड भयो पिच छ फेरि तर हेर्नु न अब फेरि भित्र जान लाग्यो नेपालमा कहिले त्यो काठमाडौँको भित्र अन्डरग्राउन्डबाट हिँडेर जाने माथि काठमाडौँ पुग्यो भनेर सोचिरहेको थियौँ यहाँ त अब भन्नै परेन भित्र पहाडलाई गरेर गराइरहेको छ है तलपट्टि थियो कि हाम्रो केही भिडियो भने यस्तो अब डाँडाहरूमा जाँदैछौँ यस्तो यति डाँडा मात्र देखिरहेछन् अनि कस्तो राम्रो बाटो छ है कस्तो राम्रो हरियोको बेला भएपछि राम्रो हुन्थ्यो होला नाचिया सुमीमा अहिले चाहिँ त्यस्तो राम्रो देखिरहेको छैन यी जापानिजहरू 15分しかありませんからタバコを吸う時間はありませんはいトイレの休憩ですはいわかりましたはい車たくさんあるので気をつけてくださいはいありがとうございます皆さん何号車に乗ってますか12ですねはい戻ってきてくださいねアイスクリームダメだよ。そう蓋のつかないコップはダメです。アイスクリームダメ、ラーメンダメ。ラーメンダメ。あとこれだよ。あとスターバックスダメだ。スターバックス時間長いからね。スターバックスダメね。スターバックスありますが並んでる時間はありません。トイレだけ。はい。一応食べ物はいいけど。हेर्नुहोस् नेपालको पहाड जापानको पहाडमा पहाडै चिसो हुन्छ भन्नुभयो अब कपडा चाहिँ ठिकै लाग्छ लाउन चाहिँ अब पातलो मान्छे मोटो भएको छ अब त थाहा त छैन खै के हुन्छ भइरहेछ एकदम ठिक छ राम्रो रमाइलो हुनेछ भन्ने छेड छ छेडहरू चाहिँ एकदम अब गाडीमा चाहिँ गीत बजाउनु त अब नेपालीहरूले त फेरि नेपालीले त यो है गीत बजाउनु त टुर भनेपछि त फेरि छुट्टै नै हुन्छ नि त त्यो गीत गाउने नाच्ने हैरान हुन्छ यो 3-4 घन्टा मुनि बाटो हिँड्ने पनि थाहा हुँदैन नि त तर के गर्नु अब आफ्नो भाषा उनीहरूले बुझ्दैन उनीहरूको भाषा हाम्रो म्यानमारजिन निहोन्जिन श्रीलङ्कनजिन भियतनामीजिन सिङ्गापुरजिनहरू छन् सबैजना यहाँनिर लाग्नेहरू छ त्यस कारणले गर्दा कसैले बुझ्दैन नि र अब यहाँको जापानिज गीत अब हामीले पनि सुनेको छैन त्यो भयो त्यस कारणले गर्दा हाम्रो पलहरू रमाइलो हुँदै जानेछ भन्ने आशासँग बसिरहेको छन् अहिलेसम्म रमाइलो छ यिनीहरू जसले पनि मोबाइल चलाएको छ उनीहरू भिडियो बनाउन कुरा त गर्नुपर्छ नि त छैन आइफोन बोकिरहेको आइफोन कसैको कपी गरिहाल्नु
अगाडि मान्छे भिडियो बनाउँदा हजुर पानी मात्र राखेँ भर्खर किने हो ए अहिले निकाल्ने कसरी निकाल्ने अनि त्यसपछि आएर अनि फेरि हेर्नु चाहिँ भित्र अब यहाँभित्र जान लाग्यो ओडारभित्र जान लाग्यो हामी चाहिँ पढै रहेछ ओडार पनि कहिले हाम्रो नेपालमा यस्तै सुविधा होला कहिले यस्तो भएर हाम्रो घरमा जानेलाई पनि यस्तो खत्रङ बाटोदेखि लगेर यस्तै बिच बाटो कहिले遊園地では遊びに早く行った方がいいと思うので次の公園で撮りたいです。遊園地の後の公園で皆さん撮ります一緒に。はい。それであとは富士急ハイランドは10時半到着の予定ですがもうちょっと遅くなります。着くのが遅くなります。そして1時過ぎには出るので。1時。1時半ぐらいにはもうバスの方に向かうので富士急ハイランドにいる間は2時間ぐらい1時間半ぐらい3時間ぐらい3時間前11時12時1時3時間あります3時間でもそんなにたくさんないですそんなにたくさん乗り物乗れないですはいでなんだっけバスに戻りたい人は1時15分からバスは開きます1時15分までは乗れませんわかるはいわかるはいそれからフォトコンテストがありますフォトコンテスト写真のコンテストはいいい写真撮ってくださいそして学校に送りますいい写真は景色と皆さんがいないとダメです景色だけダメ景色と皆さんのいい写真を送りますのでいい写真撮ってくださいたくさん撮ってください iPhone ありません杉田さんの携帯電話借りて撮ってください iPhone ないいい写真の1は2000円プレゼント嘘ですプレゼント自分はいじゃあまだはいありがとうございますयो मान्छेको टाउको देख्नुलाई अथवा शरीर देख्नुलाई केही देखेको छैन ओ माई गॉड हामी चाहिँ मा आएका छौँ यी कस्तो राम्रो छ यी हेर्नुहोस् वाउ निलम कस्तो लागिरहेछ त हजुरलाई भन्नुहोस् मलाई अलि ठन्डा लाग्यो त्यति नै होला चिसो लागिरहेछ अहिले त हजुरलाई त चिसो लाग्दैन भन्दा थियो त तिमीलाई कस्तो लागिरहेछ त अनि मलाई चाहिँ ठिकै छ होइन मैले कपडा धेरै लगाएको छु अनि हामी चाहिँ अब यसो नजाने सबैजना यहाँ लाइनमा गइरहेछ नि हेर्नुहोस् कति धेरैजना अनि हेर्नुहोस् अब यस्तोमा चढ्ने हो डराउँछु मलाई त 2टा टिकट छन् है 6वटा मलाई चाहिँ एकदम मैले हट्टपट्ट तानेर हो क्या त्यो निना तान्न नसकिन त्यस कारणले गर्दा अहिले पछि लास्टमा बोमिट आउने जस्तो भयो भने चाहिँ त सकिन्न होइन अहिले चाहिँ अब के हुन्छ हेरौँ अब यता जाँदैछौँ मान्छेहरू यति धेरै हाम्रा साथीहरू कता हराए सबै आफ्नो दुनियाँमा छन् होइन हामी चाहिँ गएकोबाट हाम्रो सिन्निहुन गएकोले हामीलाई घुम्न लगेका हुन् अनि अब 1 बजेसम्म भने 1 बजेसम्म चाहिँ उ गरिसक्नु के अरे 1 बजे आइसक्नु भन्नुभएको तर कसरी गर्न जाने हो खोइ थाहा छैन यहाँ
तपाईँलाई के घुम्नु हो हेर्नुहोस् चिसो भयो हेलो हेलो हाई बराइसन नाम त याद छ कि मलाई फेरि उसको चाहिँ मेरो बोयफ्रेन्ड जस्तो नाम भन्नु न मेरो साथी कस्तो राम्रो छ हेर्नुहोस् न म यहाँ टिकट चाहिँ काट्ने रहेछ यता के गर्ने हो कता गयो हाम्रो साथीहरू अनि निशाजी मेरो निशा भने एउटा साथी निशा अनि उता पर तिमीलाई कस्तो लागिरहेछ त भन राम्रो लागिरह कतिवटा टिकट पायो एउटा मैले दुईटा पाएँ तिमीले कतिवटा पायो एउटा हेर्नुहोस् नेपाली त्यहाँ पनि नेपाली नै हेलो के छ खबर के हो त्यहाँ भ्लग छ नि त्यहाँ मिनी भ्लग मिनी ब्लग हाय छवटा टिकट पाएको छु अनि त्यस हेर्नुहोस् यस्तो राम्रो ठाउँ छ हजुरहरू पनि घुम्न आउनलाई फेरि ओ माई गॉड त्यस्तोमा त सकिन्छ र अगाडि डर लाग्दो छ ओए अगाडि हिँड कोठातिर कताबाट जाने हो खवाई एकदम राम्रो छ सेन्सेले मलाई खोज्न लाग्नु भइसक्यो अरे अब मैले चाहिँ सबै खेलेर आइसकेँ के गर्नु खेल्न त मन थियो खेल्न नै पाइएन है ठिक छ रमाइलो हेर्न पाइयो त्यही नै खुसी लाग्यो लास्टमा आएर त्यस कारणले गर्दा जाँदैछु यहाँ हेर्नुहोस् ठक्क लागिसक्यो हेर्नुहोस् गाइस लास्टमा आएर घुम्न जाने यहाँ गर्न जाने भनेको केही गर्नै पाइएन के गर्नु केही भएन भने जस्तो最後なくしたギーさんどうぞ帰ります。みんな寝ます。今だけ元気です。今カラオケします。どうぞ。ギーさん。ギーさんお願いします。あとは誰ですか？ミャンマー人の歌が上手い人は誰ですか？行きのバスで小田和正聞いてる学生が一人いました。誰ですか？誰？小田和正聞いてる。ネパール人で歌が上手い人誰ですか？ネワルじゃあネパールさんから始めましょう。どうぞ。ネワルさん
पर्सनली गाडी किनेको हो नभने मास भन्ने सर्ने हो गाडी तिम्रो वेटिङमा चाहिँ तिमीलाई कस्तो लाग्दैछ आइफोन धेरै नदेखाउ त ब्लग हो के तिम्रो आइफोन धेरै नदेखाउ आइफोन 17 प्रो पाए भनेर यस्तो गर्ने तिमी कस्तो राम्रो देखेको किन फुजियामा भन्दै थियो यी हेर्नुहोस् पारि त्यही हो फुजियामा सबैले फोटो खिचेर उ गर्नेवाला यी कति राम्रो छ हेर्नुहोस् आउनुहोला हजुरहरू पनि एक फेरि घरमर गर्न नेपालको पोखरा जस्तै यो पोखरी पनि रहेछ ठ्याक्कै उतापट्टि चाहिँ यो हाम्रो कस्तो राम्रो गिरे यामा छ ओइ किन गएको है तिमी यो यामा हेर्न लागि धेरै मान्छेहरू चाहिँ आउने रहेछन् है यही पहाडहरू यहीपट्टि पहाडहरूलाई यस्तो राम्रो बनाएको रहेछ कि यहाँ घरतिर जान लागेका थियौँ हेर्नुहोस् हाम्रो घरतिर यात्रा एकदम रमाइलो भयो आजको दिन चाहिँ हामी चाहिँ हाम्रो चाहिँ दुईवटा ठाउँमा घुम्न गयौँ दुईवटा ठाउँ एकदम रमाइलो भयो भनौँ त्यसपछि आएर चाहिँ अब हाम्रो 6 बजी 6:30 बजी घरमा पुऱ्याउँछ भन्नुभएको छ त्यतिखेर पुऱ्याउने होला मैले गर्दा ढिलो गराएँ है एकदम टाइममा नपुगेर उता कहाँ गएको थियो त्यस कारण भयो अरू 6 बजी पुग्छन् थियो हामी चाहिँ 5:30 बजी पुग्छौँ अरे भएको छ एकैछिन छैन अनि त्यस कारणले गर्दा हामी 6:30 बजी पुग्छौँ अनि त्यसपछि आएर घरमा पुग्यो घरमा आएर जानु पऱ्यो त्यसले गर्दै अब त्यस्तै बज्छ कति बज्छ होइन अनि एकदम रमाइलो भयो भनौँ अब धेरै ठाउँ देखियो फुजिसान भन्दै थियौँ फुजिसान पनि देखियो फाइनल्ली अनि त्यसपछि आएर यसो न घरमा घुम्न आउनु होला भन्न गरेको थियो यहाँ भएको मान्छेहरू चाहिँ है अनि रमाइलो हुँदो रहेछ जहाँकोबाट धेरै स्कुलहरूका मान्छेहरू आएका थिए इडोरुना कुरिम्बिङको मान्छेहरू थिए त्यहाँ चाहिँ होइन त्यस कारणले गर्दा अनि नेपालीलाई चाहिँ धेरै देखेको थियौँ है अनि फेरि पाहाडमा छुट्टै कि हामी चाहिँ गाह्रो छ हेर्नुहोस् अब बिस्तारै गर्दै गरौँ भिडियो बनाउँदै गरेर आजको चाहिँ फाइनल्ली अब बेलुका अब रातिर चाहिँ भिडियो कस्तो हुन्छ थाहा छैन अहिलेसम्मको भिडियो चाहिँ अब बनाउँदैछु कस्तो आयो केही आफूले भने जस्तो त गर्न सकेन है थोरै कोसिस